How is it, Langtang? Fantastic. I like the snow. Yeah. आउँछ तपाईँले लाङटाङ बजार हुँदै अब हामी लामा होटेलबाट शेर्पा गाउँ. हेलो गुड मर्निङ, सुदीप कार्की. सबैजनालाई नमस्ते. म सुदीप कार्की र अहिले म रसो जिल्ला कुसाइकुण्ड गाउँपालिका 4 लाङटाङमा छु. र अस्ति आउने बेलामा हजुरहरूलाई ब्लग देखाउँछु भनेको खासै देखाउनलाई चान्सै हुँदैन क्या. त्यसैले गर्दाखेरि अहिले फर्किन लागेको लाङटाङदेखि. र अब लाङटाङदेखि फर्किँदाखेरि हजुरहरूलाई के कस्तो छ र कस्तो ठाउँ छ र हामीले घुम्न आउँदा देखिने ठाउँहरू कस्तो छ भन्ने तपाईँहरूलाई देखाउँछु. र हिजो परेको हिमपातले गर्दाखेरि आज पुरै जताततै हिउँ परेको छ र हिजो 16 गते परेको थियो. र अहिले चाहिँ यहाँ रसुवा लाङटाङमा चाहिँ लगभग 2 फिट जतिको हिउँ परेको छ. र लेट्स सी यो हिउँलाई छल्दै हामी आज शेर्पा गाउँ जाने तयारी गरेका छौँ. र शेर्पा गाउँसम्म कस्तो हुन्छ हाम्रो यात्रा हजुरहरूलाई प्रत्यक्ष देखाउने नै छु. यो भिडियोलाई इन्जोय गरी हेरिदिनु होला भन्ने आशा साथ अझै पनि मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु भएको छैन भने प्लिज सब्सक्राइब, सेयर, लाइक गरिदिनु होला. लेट्स इन्जोय आवर भिडियो. फाइनली हामी हिँडिसक्यो. अब यहाँबाट हामी अहिले लाङटाङ बजारमा आइपुग्नु है. अब लाङटाङ बजारबाट घोडा तबेलाबाट लामा गाउँबाट चाहिँ हामी शेर्पा होटेलमा गएर आज शेर्पा गाउँ गएर बस्नेछौँ. लेट्स सी कस्तो हुन्छ म तपाईँहरूलाई देखाउने पनि छु है त. कस्तो भइरहेछ. हेलो गुड मर्निङ, नमस्ते. लाङटाङ बजारमा छु मैले. हामी लाङटाङ बजारमा आउँछ तपाईँले लाङटाङ बजार हुँदै अब हामी लामा होटेलबाट शेर्पा गाउँ हुँदै हामी जानेछौँ. लेट्स इन्जोय. ओके, थ्याङ्क यू. How is it, Langtang? Fantastic. I like the snow. Yeah. You like the snow? Yeah, I also like. Do you enjoy? I'm enjoying it very much. Thank you. Thank you.
तर्फ जान्छौँ। लेट्स सी कस्तो हुन्छ म देखाउँछु है त हजुरहरूलाई। आजलाई यति नै।